ब्रस गर्दाखेरि दिनको 2 टाइम ब्रस गर्दाखेरि खाना खाएपछि ब्रस गरेर नगर्नुहोस् भन्नुहोस्। राति सुत्नुभन्दा अगाडि ब्रस गर्नुहोस् र बिहान उठ्ने बित्तिकै ब्रस गर्नुहोस्। सक्नुहुन्छ भने खाना खाएपछि पनि गर्नुहोस्। राति सुतिसकेपछि थुकको मात्रा कम आउँछ, ब्याक्टेरियल इन्भाजन हुन्छ, बिहान उठ्ने बित्तिकै मुख गनाउँछ। बिहान जुन कुरा हाम्रा बाबुबाजेले गरे, बिहान उठेर ब्रस गर्न सिकाएको, हामीलाई सिकाएको बिहान उठेपछि ब्रस गरेर मात्रै जा है भनेर सिकाएको क्या, राति ब्रस सिकाएको होइन। इट्स अ भेरी साइन्टिफिक, इट्स अ भेरी साइन्टिफिक। र राति ब्रस गरिदिनु भयो भने पनि बिहान ब्रस गर्न सक्नुहुन्छ। सक्नुहुन्छ भने खाना खाएपछि पनि गर्नुहोस्। बिरामीलाई भन्नुहोस्, नभए अड्केको निकाल्दा हुन्छ, फ्लस युज गर्नुहोस्, इन्टरडेन्टल ब्रस युज गर्नुहोस्। हो, यदि बिरामी हुनुहुन्छ, यदि इम्युनोलोजिकल प्रब्लम छ भने उसले हरेक खाना खाएपछि ब्रस गर्दा मिल्छ भने यो भावलाई क्रिएसन गर्नुहोस्।